सुँगुरको मासु अथवा लिम्बुनीले खायो तेरो थुमेल लिम्बुनीले के लिम्बुनीले ए सुँगुरको मासु पोलेकै थिएन हौ के खायो खानु है खानु न त एउटा खोइ ठाउँबाट हो त यो परा धाइले बनाएर गएको कि पातलो बनाउँछ नि त उसले उति ल्याउनु न डुङ्गाले खाने खरबुजा नै खाएको कति वर्ष दिमेन त नानी 22 कसरी निकाल्नु भाइ अगाइ 22 महिना कम्ती गाह्रो हुँदैन तापले जुङ्गाले खाँदैन सुँगुर तेरो तिमी लिम्बुनीले यसरी खान्छौ देखाउनु त तापले जुङ्गो लिम्बुले सुँगुर खानुहुन्न तेरो तिमी लिम्बुनीहरूले यसरी खान्छ सुँगुर ल लडाइ लडाइ खान्छ हामी के सुँगुरै हुन्छ तिनजना पानी नचल्ने ल पानी नचल्ने जाँदा त तिमी नचल नबाट नचल होइन माउनाको बनाइदिनु नि बुढा घर जाने खाइसकेर जाने ल ए यस्तो बा मिनाहरूले खाने टाइपको बनाइदियो सर त खोलेर जानु होला है ढुङ्गा अब खाली जानु मैले अलिकति दिने यो त पुग्छ राख्दैन न त नानी पनि दहीको त जेनित नि दहीको लबर हो तापले जुम्ले तेरो तिमीले केही पनि खाएन सुँगुरको मासु खाएन गोरुको मासु खान्छ म तेरो तिमीले लिम्बुनीले गोरुको मासु खाने रे तापले जुम्ले हामी तेरो तिमीले लिम्बुनीले के खायौँ सुँगुरको मासु बोसो खाएको ए दाजु के खायो अघि 2 प्लेट खाइसकेको छ अब हामी चाहिँ पानी भित्र जानु लागेको है पानीमा